यो चाहिँ किरात अताको फिरन्ते ग्याङ अब टुरको लागि निस्क्यो तर कहाँ जाने हो भनेर चाहिँ कन्फर्म छैन अहिलेसम्म आज फिरन्ते ग्याङमा को मेम्बर 3 जना मात्र गाइज यो जुन रातो लाइन चाहिँ अब टाढाको यात्राको र द्रुत गतिको बस सेवाको लागि हो जुन चाहिँ अब नेपालको प्रधानमन्त्री हालिनको दिमागलाई यहाँ पनि युज गरेको रहेछ जो काठमाडौँको विकास हेरेर यहाँको मान्छेले पनि सिकेको रहेछ अनि यो चाहिँ रेलवे स्टेसन चाहिँ अघिल्लो हप्ता आउँदा हरियो गाउँ थियो अहिले अर्को हप्ता आउँदा गाउँ पुरा पाकेर अब काट्न रेडी अवस्थामा रहेछ एकदम टुर पनि होइन माइत आएको जस्तो होइन टक्क चट्ट यस्तो छ गाइस टक्क लाएर एकदम गजबको छ जङ्गलको सुरुङ जस्तै छ नेपालमा भए चाहिँ बाघ भालु नै आउँथ्यो होला अब यहाँ चाहिँ खासै त्यस्तो केही छैन होला सायद गाइज टक 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 लाएर जोस् रमाइलो चटक्क छ यो त टक्क लाएर चट्ट लाएर पोखरी रहेछ चट्ट लाएर गाइज ओ माई गॉड नेपालमा भए त भूत भन्थ्यो होला टक्क बाघ भालुहरू ठुल्ठुलो बाघ भालु रहेछन् गाइज होसियार बाहिर घुम्नु पर्ने रहेछ यहाँको स्पेसल भनेको अब यही होला सायद टक्क लाएर गाइज चट्ट लाएर यस्तो रहेछ अनि टक्क लाएर टक्क लाएर रहेछ साथीहरू यो पानीमा राम्ररी हेऱ्यो भने यहाँ माछाको खुट्टा पनि देखिन्छ हेर्नुहोस् है राम्रोसँग हेर्नुहोस् है चट्ट लगायो भने माछाको खुट्टा पनि देखिन्छ टक्क लगाएर होइन चट्ट लगाएर टक्क लगाएर अनि टक्क लगाएर यो भिडियो हेर्ने जतिले राम्रो गरे हेऱ्यो भने माछाको खुट्टा पनि देखिन्छ है टक्क लो केही भन्नु छ तपाईको केही भन्नु छ केही छैन दाजु राम्रो हेर्नुस् माछाको खुट्टा देखिन्छ भन्नु न माछाको खुट्टा देखिन्छ त्यही त माछा राम्रोसँग हेऱ्यो भने माछाको खुट्टा देखिन्छ अर्को बाटो निस्केछ दुईजना म एक्लै पो भएछ त लास्टमा त तल
टक्क है एकलाति नान्नु है झोरालाई चाहिँ उस कसको पर छोडेर राखेको छ त्यहाँ त फेरि मुसा पुगेको थियो त मुसा टोक्लै चट्ट है टक्क यहाँको स्पेसल है यहाँको स्पेसल भनेको यही हो राम्रोसँग हेर्नु माछा खुट्टा देखिन्छ यहाँ टक्क लाएर चट्ट लाएर होइन खतरा भयो त हौ दामी हो ठिकै छ कि राम्रै छ एकदम राम्रै छ ए हाम्रो सबै अपरिचित मित्रहरू नाम चाहिँ थाहा होइन सविताले माछा खुट्टा देख्यो अनि साथीहरूले माछा खुट्टा देख्यो माछा खुट्टा देख्यो माछा खुट्टा देखेन यतिको चाहिँ हुनुपर्छ फोटो खिच्दिनु ल हाम्रो इजरायलमा कुइरी नै हो त अनि डिल गर्नु 250 250 מקום 300 לא, תעשי 20. 20 אנחנו כל יום. לפני כמה חודש אנחנו באתי לפה. कहाँ जाने अरे माछा मार्न जाने हो ल माछा खुट्टा चाहिँ राम्रो हेर्नु है सबै फेरि